10 बजेतिर हामी निस्किँदैछौँ मुस्ताङ यात्रामा। यहाँ निरञ्जन पन्त भित्र हिँड्ने भित्र हजुर going to Mustang त्यसले नि सानो सोल्यो भने मुस्ताङको अलिकति मलेखु आइपुगेका छौँ। मलेखु गाउँमा आइहाल्ने क्या हो बल्ल बल्ल आइपुग्यो मलेखु। आज कहाँ आयो मलेखु? मलेखु माछा तारेको ल्याउने शैली भनेर के हो? मलेखु यो नाम नसुन्ने नेपालमा कमै होलान्। त्रिशुली नदी किनारमा बसेको सानो तर निकै जीवन्त बजार हो। काठमाडौँ र पोखरा जोड्ने पृथ्वी राजमार्गको बीचमा रहेको यो ठाउँ यात्रुहरूको मनपर्ने बिसौनी पनि हो। यदि तपाईहरू यही बाटो भएर यात्रा गर्दै हुनुहुन्छ भने थोरै समय निकालेर यहाँको माछा चाख्न चाहिँ नबिर्सिनुहोला। भाइ खाजा ब्रेक एट मलेखु। मलेखुमा माछा खान पनि चप खाएन। मिर्छ नहीं थोड़ा संसार तिमी बिना अधुरो छ थाहा छैन किन चघुमाया गर्छु मेरो आयो तिमीलाई सरे तिम्रो टेबलमा हैन छ बिरती मैले नलाको हैन तस्बिर रहेन छ धानकै बाला झुलाउला मायालाई बोलाउला साउन अझै नि गाडी लिएर गएर उसले बाइकमा पुऱ्याइदिन्छ क्या त अहिले। पोखरा कलि मुस्ताङ पोखरा कोली मुस्ताङ मलाई ब्याग चाहिँदैन मलाई ब्रस चाहिन्छ आइयो भन्छ यो साइयो मामा फर्स्ट टाइम होइन पोखरा टेकियो होइन। अब हाम्रो रमाइलो हुन बाँकी नै छ अझै। ओके छ जुत्ता चाहिन्छ जुत्ता चाहिन्छ मामा हजुरलाई जुत्ता चाहिन्छ भने ओके छ त दुईटा जुत्ता लिएर कमन भन्छ कमन यस आइयो भोलि हाम्रो मुस्ताङ आइयो भाउजू के हो ठुलै छ त पोका भन्दा त होइन दाँत तिखारीको मास खानुपर्छ क्या भित्र मासु रोस्टेड रोस्ट अरे अनि अड्केला भनेर है। खानामा कम्प्लेन छैन खाना खाँदैछौँ हामी केटाहरू सबैजना खाना खाँदैछौँ यार पोखरा खोइ ए यो चाहिँ हालिदिनु पऱ्यो हाम्रो डुनोट यस कम अन बिहान बिहान चिया डुनोट
यो राख्नु बिस्कुट खान्छु किन साह्रो भइसक्यो खाइसक्यो भाइले खाइसक्यो साह्रो भन्दै अब यहाँ चोप्न गिलो गिलो हुन्छ अब गिलो भयो टुनु खान त्यति खुसी छैन टुनु खान त्यति खुसी छैन बिहान एका बिहानै तातो हुन्छ त एका बिहानै उठेर हामी चाँडै उठेर सरसफाइ गरेर हामी एका बिहानै उठेर अब मुस्ताङतिर लाग्दैछौँ पहिलो यात्रा भनेको अब बेनी पुग्छौँ बेनी पुगेर तर केही पनि सुनिँदैन थाहा छ ओ यसो त नाका पान जस्तो रहेछ त हामी अहिले मुस्ताङतिर लागिरहेका छौँ बिहान सबेरै उठेर हामी मुस्ताङ लागेका छौँ यात्राको क्रममा कोही सुतिरहनु भएको छ यता कोही सुतिरहनु भएको छ कोही रमाइलो गरिरहनु भएको छ हाम्रो गुरुजी गाडी चलाएर आफ्नै तालमा हिँडिरहनु भएको छ बाटोमा हामी हिँडिरहेका छौँ अब करिब हामीलाई मुस्ताङ पुग्न 7 घण्टा लाग्छ भनिरहेको छौँ तर हामी आज चाहिँ बाटोमा बस्दै घुम्दै जाने कुरा छ भोलि बिहान दर्शन गर्ने कुरा भएको छ अब दिपु केही भन्न चाहन्छस् राति के भयो तँलाई कसो भयो मोबाइल हरायो क्यारे तेरो फेरि बिहान भेट्टाइयो क्यारे है अब यता अब यहाँ 4 जना यता छन् तर हामीले एउटा चाहिँ गलत काम गरिरहेका छौँ त्यो के हो भने यहाँ अङ्कल र आन्टीलाई मात्र यहाँ 2 जनालाई जोडीलाई राखिदिएका छौँ अर्को जोडी यहाँ फुसफुस निधाएर यहाँ यस्तो छ यहाँ अब यहाँ ऊ टेन्सन भएर बसिरहेको छ बुढो अगाडि बुढी पछाडि भनेर उसलाई यस्तो भइरहेको छ अब यहाँ फेरि कबाब हड्डी यहाँ बिचा यसरी बसिरहेकी छ 2 जनाको बिचमा होइन हाम्रो यात्राक्रम जारी छ अब यसलाई उता फर्काउने कसरी हो आन्टी यहाँसम्मको यात्रा कस्तो रह्यो यहाँसम्मको यात्रा पुगुतला कस्तो रह्यो यहाँसम्मको यात्रा हाम्रो भाइलाई के भयो यात्रा कस्तो रह्यो राम्रो लागेन के भयो मन्दिर आएको हामी बागलुङ कालिका मन्दिर सुतिरहेको थिएछ क्या हो त झरौ न अरू नि झर्न दिउँ हेलो हेलो कस्तो रह्यो यात्रा रमाइलो रह्यो यहाँसम्मको यात्रा ठिकै छ केही दुःख कठिनाइ केही छैन आनन्दले आइरहेको छौँ आनन्दले आइरहेको छ 2.5 घन्टा लाग्यो यहाँसम्म फेरि पोखराबाट 2.5 घन्टा अब हामी यसो गर्नु अब यहाँबाट घुम्दै जान्छौँ जाने पऱ्यो है अहिले चाहिँ हामी लगभग 2.5 घन्टाको यात्रा गरेर हामी बागलुङ कालिका मन्दिर आइपुगेका छौँ अब बागलुङ कालिका मन्दिरबाट हामी चाहिँ यो यता चाहिँ यो नेपालको सबैभन्दा लामो पुल चिनिँदो रहेछ अब यहाँ पनि जान्छौँ हामी अहिले हो के छ त अब बागलुङ कालिका मन्दिर यता सुत्यो हो क्या तिमी त होइन गाडीमा सुतियो होइन
यो चाहिँ बेलुका ढिलो सुतेर अलिकति निन्द्राको अवस्थामा छु। अब मन्दिर दर्शन गरेर उता के अरे नेपालको ठुलो पुलमा जान्छौँ। रोटी तरकारी खान जान्छु नि। के छ बाउ? किन यसो मामाले सुत्नु दियो डिस्टर्ब गर्नु म घुरेर होला सुत्नु दिँदैन हामीलाई भन्ने तिमीलाई बोलिदिने मस्त आफ्नोमा एकदम घोर्ने व्यक्ति हुनुहुन्छ म गर्छु म स्वीकार्छु गाडी जान्छ सलाम साहब त्यो त आउँछ नि युट्युबमा फेरि सबै हेर्दा भने प्रसाद देवी कालीको कालिका मन्दिरको दर्शनको हामी अहिले बेनी बजारमा छौँ अब चाहिँ हामी होटल याकमा खाना खान जाँदैछौँ दामी छ त उर्चेङ नानी र नार्चेङ झरना हेर्नको लागि हामी अगाडि बढिरहेको छौँ हाम्रो टोली अब यहाँबाट 15-20 मिनट हिँड्नुपर्छ माथि झरना चाहिँ यहाँ माथि हो होइन यहाँ हाम्रो गाइजहरू नै आउँदैछ दुईजना कमान किड कोदो लागिसक्यो यो सायद कहिले टिप्छन् के टिप्छन् थाहा छैन त्यो चाहिँ मलाई तर एकदम राम्रो भ्यू देखिरहेको छ झरना माथि छ गाह्रो छ यार हिँड्नै गाह्रो छ भन्ने हो र हिँड्ने हो न हामी झर्ना हेर्न आएको छ कुन झर्ना देखाइदियो One of the best झरना
भन्नाले मन जित्यो भाइ फ्रिजबाट पानी निकाल्नु त यो हाम्रो नेचुरल फ्रिज कतिको चिसो भयो अब लाग्नु पर्ला भाइ हामी फ्रिजको चिसो नेचुरल चिसो बियर बाँकी छ बियर म लिएर आउँछु ल अझै त्यस्तै राखे बाबा बजारमा 12 बजे अब 12 बजे होइन 5 बजे हावा सरेर भइसक्यो बेलुकाको के गाडी यहाँ चार्ज गर्दैछौँ अहिले जोमसङमा पनि चार्जिङ स्टेसनहरू उपलब्ध रहेछ मजाले चार्ज गर्न मिल्छ चिन्ता गर्नु पर्दैन त्यसैले इभीमा आउनुहुन्छ भने पनि तपाईँले चार्ज गर्नलाई चाहिँ जोमसङमा स्टेसन पाउनुहुन्छ है तर हावा लागिरहेछ ल माथि त तातो रहेछ तल त चिसै रहेछ त नि सबैजना अब आफ्नो ज्याकेटहरू निकाली लगाइसके उमेश ज्याकेट लाउँदैछ निन्दाले त ओ निन्दा के हो क्या घप्प भइसकेको कस्तो चिसो भयो अनि बर्को लुगा लाग्यो त्यही ढल्न जस्तो लाग्यो लाएर आउँछु ल ल बा दाइले पनि टुपी नि हान्दे तर 60 टुपी लिएर आएछ नि दाइले ओ दाइ यार मुस्ताङको हिरो यार ये ओ मनाङमा ज्याकेट स्याकेट लाएर टक्क लाएर हिरोइन जस्तो भएर बसिसकेकी छिन् मेरी परम प्यारी स्त्री चियर्स भन्छ तातो सुरुप खाऊ त भन्दा खिया सुरुप खायो आहा खोइ एपिसोड एउटा मलाई खोइ थ्याङ्क यू पर्दैन भयो यस्तोमा छ यार धन्न ल्याइएछ यार नभए त भक्कै हुने नि हाम्रो यहाँ बाँच्नु पनि व्यवस्था छ हाम्रो टिम चाहिँ अहिले मालिक हेर्न आएको छौँ मालिक हज्यो पानी हज्यो पोखरी
यो बाटो थिएन नि दाइ पहिला तपाईँहरू आउँदा यो बाटो थियो मजाको चिसो हावा लागि चलिरहेको छ चुमसमतिर चाहिँ 12 बजी मात्रै नभएर पनि हावा चलिरहेको छ के छ म्याडम साँझ पर्न लागिसक्यो हावाहुरी चलिरहेको छ हामी पनि आफ्नो अब होटेलमा गएर बस्छौँ सबै सुचाल हुँदै गइसक्यो ल भाउजू वेलकम 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 खै एउटा लिऊ म पुगिदिन्छु अनि पछि यहाँ अहिले ल यो रुम चाहिँ आजको यही हो है लेडिजहरूको लागि रुम यही हो आज अब अर्को रुम चाहिँ हाम्रो यता छ बाबु यो ढोकाउ न ढोको ल कागबेनीमा सबै टोली हाम्रो खाना खाँदैछन् थपौँ है थपौँ खाना थपौँ के ल्याउँ के ल्याउँ के ल्याउँ मामा मुस्ताङ आलु मुस्ताङ आलु मुस्ताङ आलु ओ ना यहाँ दुईजना बसेर खाइरहेछन् के छ के थपौँ भाउ खाना कस्तो लाग्यो मिठो छ भोक मिठो कि खानै मिठो छ त्यसपछि खाना नमिठो हुनु चाहिँ क्या मिठो छ 50-50 एकजना छान्ला त ल ठुलो बोतलले लिनु मेरो भान्जा कफी खाँदै मेरो भान्जाले अब सैयारा गीत गाउने भन्नुभएको छ भान्जा सैयारा हान्दिउ गिटार राम्रो समेराउनु भएको जस्तो लागेको छ मिलासर ह्याप्पी बर्थडे टु यु मादल बेट दाइसँग गिटार छ कि छैन अहिले बेनीभन्दा माथि
मुक्तिनाथ जाने बाटोको पार्किङमा नजिक छौँ हामी। अब यहाँबाट उकालो लगाएर मुक्तिनाथ जान्छौँ। हिमालको श्रृङ्खलाहरू पछाडि देख्न सक्नुहुन्छ, निन्दाईको पछाडि। यस भन्छ, यस भान्छ नि यसलाई होइन। घोडा रोको त छैन नि, रोको छैन। हाई गर्दै नढल कि फेरि उता घप्ला कि चलास् नि फेरि। बेग्ला छ त कसैलाई? कोही इच्छुक हुनुहुन्छ भने जग्गा लिन सक्नुहुन्छ। मालाहरू अनि पूजा सामग्रीहरू किन्दैछन् लेडिज ग्याङहरू हाम्रो। कस्तो राम्रो हिमाल ब्याकग्राउन्डमा। मान्छेहरूको एकदमै फ्लो छ। बाबा पुरै घुइँचो, पुरै प्याक। साइड गर्नुहोस् है, साइड। चाहिँ मुक्तिनाथ आइपुगेको छ। एकदम मान्छे ल, मान्छे त घुइँचो पुरै प्याक। खुट्टा टेक्न आउँछ छैन मुक्तिनाथ। खुट्टा टेक्ने ठाउँ छैन मान्छेहरू। ओ निन्दाई रेडी रेडी रेडी। ठिक छ, अब भाउजूले हेर्छन् क्या सामान, म नि आउँछु। ल जाउँ हिँड्नु। खुट्टा टेक्ने ठाउँ छैन ल। भयो आऊ ल, निन्दाईबाट सुरुवात भयो है। दौडे 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 भन्जा, कमन। कसला कसला दाइ खान लाग्यो क्या तिमीहरू।
सिक्का छ भित्र छ म त निकाल्छु परिवार सबैले ल्यायो क्या दुईटा पढ्दै त्यही अगाडि छ यहाँ तेरो दुईटा पायो मुक्तिनाथ की जय। म त मन्दिर प्राय त्यति जान्दिनँ अनि मुक्तिनाथ मन्दिर चाहिँ भगवान्ले नै बोलाउनु भएको छ हिँड्न सक्दिनँ जस्तो लागेको थियो तर सबैजना हिँड्न सक्नुहुन्छ जस्तो मान्छे हिँड्न सक्नुहुन्छ बिस्तारै आरामले जानुभयो भने नि 45 श्वासमा भएर गए पनि पुग्यो भगवान्ले बोलाउनु भयो सबले तर्साउँदै रहेछ चिसो पानी हुन्छ पौडी खान सक्दैन भने तर त्यस्तो होइन दौडेर नुहाइसकेपछि बिस्तारै तातो हुँदो रहेछ एकदम तातो हुन्छ जिउ तातो हुन्छ यो तातो भएर टी सर्ट मात्रै लगाएर हुन्छ ठिक छ दिदी यो जिम्बु होइन हो जिम्बु दालमा हाल्नु जिम्बु किन्यो दालमा हालेर खानुपर्छ मुस्ताङ्गे जिम्बु जेडी गल्लीको लागि हाम्रो गाइजहरू अगाडि बढिरहेको छ ल ड्रममा स्याउ बलिरहेको छ के बुझ्ने तँ लाउने हो र भान्जा रेडी छौ एकदम ए नर्भस हो यार
केही हुँदैन कामको रेडी हो हामी रेडी हो ल जाउँ 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 पछि हामी तालबारा मन्दिर जाँदैछौँ बोटिङ गरेर चढ भन्छ कस्तो अनुभव भइरहेछ मार्कोमा त खुब खुसी हुन्थ्यो त किन डराएको मार्कोमा डरै आएन रेडी भयो हामी चाली त हामी डल्लै बस्ने खेलाएको छैन डाइटिङ गर्दै हुनुहुन्छ मिस्टर पूजन पन्त यहाँ हुनुहुन्छ मलाई डर लागेर पछाडि नै बसिराख्नु भएको छ भित्रतिर जानै सक्नु भएको छैन अनि यहाँ हुनुहुन्छ 4 जना हाम्रो पुकार पन्त राज पन्त डेजी पन्त दिपेश पन्त उमेश पन्त सबैजना यहाँ हान्दै हेर न यता हेर हान्दै मलाई हेर त हात लगाइदेऊ